ओइ खतरा आएको बेलै त गाइज वेलकम ब्याक टु द अनदर व्लग। अहिले चाहिँ हामी सुदिम बजार छौँ र हामी यहाँ ससेस लिँदैछौँ र अब चाहिँ हामी यो ससेस बोकेर चाहिँ हामी कुन खोला जान सलाखु खोला जाँदैछौँ। अहिले चाहिँ ससेस लिँदैछौँ हामी यहाँ चाहिँ कुन चाहिँ लाने हो कतिवटा लाने हो जुन लाइन हुन्छ होला एउटै होला कुन चाहिँ लिँदा कुन चाहिँ लाने एउटा पुग्छ कतिजना पुग्दैन है ओके हामीले यो लिइसकेका छौँ। हजुर हो ब्लग हो अब चाहिँ हामी यो प्रोसेस चाहिँ लिन्छौँ। बाहिर मौसम आज एकदम पानी पर्ला जस्तो छ है मौसम पनि तपाईँले देख्न सक्नुहुनेछ यस्तो छ। यो चाहिँ कोलोनी बजार हो र विशेष गरी तपाईँहरूलाई थाहा नै होला यो चाहिँ कोलोनीको चाहिँ यता देउराली मेगाङको चाहिँ बस स्टेसन हो। ओके सो गाइज अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किन्छौँ है ससेस लियौँ साथीहरू अघि नै पुगिसक्नु भएको छ र हामी राज र म चाहिँ यता अब रेडी भएर चाहिँ निस्किँदैछौँ। लगाइ अब हामी आइपुग्यो होइन। अनि यहाँ चाहिँ हाम्रो पार्किङ यस्तो खतरा भिड छ यहाँ बाख्रा चाहिँ भिडमा चढ्दैछ तपाईँले देख्न सक्नुहुनेछ। माथि चाहिँ यो पुरै रोडहरू छ होइन र अहिले चाहिँ हामी अब यहाँ केटाहरू त्यहाँ माछा मार्दै पनि छन् त्यहाँ साथीहरू त्यहाँ बस्दैछन्। अब राज र म पनि यहाँबाट तलतिर लाग्नुपर्ने हुन्छ। राज त तल पुगिसकेछ ओए साथीहरू अनि त्यही हो आज माछा मार्न आएको छु होइन। हामीहरू चाहिँ साथीहरू कपाल हेर्नु कपाल त तेरै नाम जस्तो भइरह होला पक्कै पनि। आज यसो साथीहरूसँग धेरै लामो समयपछि चाहिँ हामी यता घुम्न आएको छौँ। ल हेर्नुहोस् त्यहाँ साथीहरू पुरै तयारी गर्दैछ आगो पुग्ने। हेलो इन्द्रजी माछा पायो कि पाएन? माछा को माछा मार्न आएर उता सुकाएको कसले त नि हो अनि यो काका चाहिँ के भएको नि गई जसरी पल्टिरहेको त हो। किन र बहिनी छैन कोही छैन त्यहाँ ए नभए अब के चाहिँ जानुहुन्छ नि माछा खाएर त्यहाँ माछा मेरिनेट गर्दैछ कस्तो किसिमले चाहिँ हाल्नु दिएन यहाँ कति माछा हेर्ने किन तर पनि यही देख्नु के ढुङ्गामा गाइज अहिले चाहिँ हामी माछा मार्दैछौँ अनि साथीहरू यता माछा आयो माछा यसरी मारिन्छ अर्ग्यानिक तरिकाले हम्बर हानेर चाहिँ हामी माछा मार्दैछौँ। ओ अब यो चिसो खान्छौँ कि झ्यापाइ क्या हो तपाईँ अब खाँदैछौँ हामी आफ्नै खोलाको अर्ग्यानिक खाजा।
ठुल्ठुलो रहेछ है कुनै कुनै यो पर्छ सानो पाउँदैन नि अब यो पानी बढ्यो क्या पानी नउठाएको त हामीलाई अस्ति 1 केजी भन्दा माथि पाथ्यो हामीले 2 केजी जानु माथि माछा त्यही नै असला कस्तो गऱ्यो क्या यस्तो मात्रै त्यो त रेडी भइस गएल न handsome boy hello ओइ खतरा आएको बेला त ढेँडो खतरा हुन्छ नि म त आज बिहान त ढेँडो खाएर ग्रेभी बनाएर हैन टक्क ढेँडो बनाएर सिस्नु ल्याएको थियो सिस्नु र ढेँडो खाएर कमान उता माथि गाउँबाटै ल्यायो पङ्जीबाटै म हिजो पङ्जी पार्टी गएको थिएँ नि त हाम्रो अर्ग्यानिक माछा अर्को पनि पाक्दैछ यहाँ अनि यो चाहिँ पाकिसकेको ओए बल गुन्डा देख यार अर्ग्यानिक अर्ग्यानिक साबुन चाहिँदैन होइन सब अर्ग्यानिक एकचोटि दुईचोटि गरेर तीनचोटि पाल्यो भने भयो 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 पुरै सुपर क्लिन कालो त नेसनल हो जाँदैन यो त ए भाडा साउ तपाईँ हो ओ यहाँ तेल रहेछ त खाना मिल्छ त यहाँ तेल महँगो छ खुट्टा भोक लाग्यो खाने भइसक्यो पाइसक्यो मान्छे आउँदैन यहाँहरूलाई खुट्टा आउँदा राम्रो लाग्यो भयो बिरामा खानु हो केटाहरू खाना खाना भनेको अब जानु